हाई एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग। म हेल्थ एसिस्टेन्ट हो र म अहिले प्रिपरेसन गर्दैछु सीको। आज मैले जेन्टिक्सको 2टा लेक्चर सकाएँ जुन बाँकी थियो, अनि त्यसपछि मैले स्टार्ट गरेँ सेल डिभिजन। एकछिन पढेँ अनि फेरि म लागेँ मणिग्रामतिर। इन्ड्राइभ गरेँ। आजभोलि बुटोलमा पनि इन्ड्राइभ रहेछ। अनि यो बाटो कस्तो राम्रो लागेर मैले क्याप्चर गरिहालेँ। अनि म पुगेँ रुममा। बहिनी सरप्राइज्ड यहाँनिर हुनुहुन्थ्यो आमा, बहिनीहरू अनि दाइले चाहिँ अर्को बहिनीलाई पढाउँदै हुनुहुन्थ्यो। म चाहिँ 6 महिनापछि आएको भएर आमा हेर्नु न कस्तो खुसी हुनुभएको है। अनि एकछिन गफ गऱ्यौँ अनि हामीले बनायौँ चटपटे। अब चटपट गराइसकेपछि यति त गर्नै पर्यो। अनि फेरि हामी दुइटै दिदीबहिनी भएर लाग्यौँ खेततिर। अब खेतमा जानुको कारण भनेको हाम्रो कतिको पानी छ खेतमा, मल हाल्न मिल्छ कि मिल्दैन भनेर हो। अनि मैले चाहिँ मिनी ब्लग गराउने हो भन्दै यस्तो गफ गर्दै आयौँ। अनि यहाँनिर कस्तो राम्रो लागेर मैले क्याप्चर गरेँ। यहाँनिर मेरो चस्मा उडाए जस्तो भयो। मैले फेरि चस्मा मिलाएँ। अनि हाम्रो दुईजनाको फेरि गफै सकिँदैन के, गाई जति पनि हुन्छ हाम्रो गफ। यो बाटो राम्रो लागेर म गराउँदैछु। यहाँनिर हेर्नु न कस्तो राम्रो भ्यू के। यहाँनिर हामीले लजावती जार भेटायौँ र हामीले टच गर्न लाग्यौँ। उसले टच गर्दा मलाई रमाइलो लाग्यो, मैले पनि गरेँ। अनि फेरि मम्मी आइसकेपछि हामी मम्मीको पछि पछि हिँड्यौँ। अर्को बाटो हिलो थियो र हामी आले हिँड्यौँ। यो आले हिँड्दा पनि यस्तो गाह्रो थियो कि बाटो कतै हिलो थियो कतै के थियो। अनि हामी पुग्यौँ खेतमा। मम्मी चाहिँ त्यहाँ टपमा उभिनु भएको छ। त्यहाँ मम्मी उभिएदेखि यो पुरै मैले देखाइरहेको छ नि त्यो आलीदेखि लिएर सबै त्यो लास्टसम्म जहाँनिर ग्रिन देखेको छ नि त्यहाँसम्म चाहिँ हाम्रो है। त्यो पारी जङ्गल चाहिँ होइन। यहाँ हेर्नु न पानी यस्तो धेरै बगेको छ नि। अब यस्तोमा चाहिँ हामीले मल हाल्नु मिलेन। अनि हेर्नु कस्तो राम्रो कि यो भ्यू चाहिँ मलाई कस्तो मनपर्छ कि यो आकाश यस्तो देख्यो भने, बादलहरू सेतो लागेको देख्यो भने। अनि हामी फर्किने टाइम भयो। स्कुटी मैले चलाएँ। अब मैले चाहिँ धेरै भएको थियो नि त स्कुटी नचलाएको। अब लाइसेन्स भए पनि धेरै टाइम ग्याप भइसकेपछि सुरुमा चाहिँ अलिकति गाह्रो लाग्ने रहेछ। अनि उसले चाहिँ मलाई जिस्काउँदै थियो, तैँले स्कुटी नचलाएको त्यत्रै भइसक्यो, सक्दैस् कि सक्दैनस् भन्दै। मैले सकिहाल्छु नि भनेँ। अनि राम्रैसँग चलाएँ। चलाउन चाहिँ बिर्सिरहेछिस्, राम्रै चलाइस् भन्दै पछि फेरि जिस्काएको थियो। कहाँ लगेर ठोक्सिस भन्ने भइरहेको थियो। तँले राम्रैसँग चलाइस् भन्दै मलाई जिस्काइरहेको छ। अनि म चाहिँ हाँस्दै तेरोभन्दा अगाडि मेरो लाइसेन्स निस्केथ्यो भन्दै गफ हान्दै हिँडेँ। अनि यहाँनिर कस्तो राम्रो भ्यू के। यो चाहिँ मलाई कस्तो मन परेर अनि क्लिक गर्न लगाएँ है। अनि फेरि हाम्रो गफ सुरु भयो। हामी फेरि जति सँगै भए पनि हाम्रो गफ कहिल्यै सकिँदैन के। अनि उसले फेरि आफूलाई देखाउने मलाई देखाउने गर्दै यहाँ बसायो भनेर उसले भिडियो गराएको। अनि फेरि खै के कुरामा चाहिँ हामी हाँस्यौँ है। अनि त्यसपछि हामी मङ्गलापुर चोकबाट मणिग्रामतिर लाग्यौँ है। अनि उसले फेरि मेरो फेस चाहिँ निर ल्यायो कि क्यामेरा मेरो फेस देखेन भनेर। अनि हामी पुग्यौँ घर पुगेपछि फेरि हामी गफ गर्न लाग्यौँ सबैजना बसेर। अनि मैले आमासँग बसेर बाई बाई